देशमा सुशासन र परिवर्तन चाहने युवा तथा सबै नागरिकलाई एकजुट हुन जेन्जी युनाइटेड मुभमेन्टले आह्वान गरेको छ। सोमबार ओखलढुङ्गा सदरमुकाममा शान्तिपूर्ण र्याली, सभा र विभिन्न जनचेतनामूलक कार्यक्रम गर्दै जेन्जी युनाइटेडले एकताका लागि आह्वान गरेको हो। कोशी प्रदेशबाट सुरु भई देशव्यापी रूपमा सञ्चालन हुने कार्यक्रम अन्तर्गत ओखलढुङ्गामा सोमबार भएको कार्यक्रममा जेन्जी युवाहरूले आन्दोलनमा एकजुट भएका जेन्जी अहिले झुण्ड झुण्डमा विभाजन भएका कारण आन्दोलनको मर्म र भावना ओझेलमा परेको बताएका थिए। जेन्जी शहीदहरूको सपना परिवर्तन, सुशासन, भ्रष्टाचार मुक्त र समृद्ध देश बनाउने भएकोले देशको सुनौलो भविष्य र समृद्ध नेपाल बनाउन टुटेर नभई एकजुट भएर जुटेर अघि बढ्न जेन्जी युनाइटेडका अभियन्ताहरूले आह्वान गरेका छन्। कार्यक्रममा जेन्जी अगुवा किशोरी कार्की, संगीता वाम्बुले, सागर जङ राई र भोपाल राई लगायतले एकताका लागि आह्वान गर्नुभएको थियो। र म चाहिँ काठमाडौँमा मात्रै जेन्जीहरू छैनन् भनेर म आफ्नो गाउँ फर्केको हो। मेरो जन्मभूमि मेरो ओखलढुङ्गा र म चाहिँ यहाँ किन पनि आएको भने अब सहरमा त हाम्रो काठमाडौँमा धेरैजनाले जेन्जीलाई समेटिएको छ, तर गाउँका जेन्जीहरू अझै पनि पछाडि परिराख्नु भएको छ। उहाँहरूको आवाजहरू दबिरहेको छ। सडकदेखि सदनसम्म भोलिसम्म उठाउनु हुनेछ भन्ने आशा राखेको छु। हरेक जिल्लामा हामी गएर एकताको लागि एउटै मात्र, आज म धनुषाबाट एकीकृत भएर आएको छु। एउटै मोटिभ, एउटै एजेन्डा हो। यो हजुरहरूलाई एकता भन्ने शब्द सानो लाग्ला, तर एकतामा नै शक्ति हुन्छ। हामीलाई थाहा छ एकताको कारणले गर्दा हाम्रो जेन्जी आन्दोलन भाद्र 23 र 24 गतेको त्यो सफल भएको थियो। स्वतस्फूर्त रूपमा त्यो एकताको कारणले नै भएको थियो। तर आज हामी बाध्य छौँ कि आजसम्म आइपुग्दा यो अन्तरिम सरकार हामीले बनाउँदाखेरि पनि हाम्रो मागहरू, हाम्रो आवाजहरू दबाउन खोजेको कारणले गर्दा आज हामी यसरी यहाँनिर उभिनको लागि बाध्य भएका छौँ। सारा जेन्जीहरू एकजुट भएर जुन सपना बोकेर सडकमा आएका थिए, त्यो सपना साकार पार्नुपर्ने समयमा आफ्नो झुण्ड बनाएर पदको लागि अगाडि दौडिरहेको अवस्था छ। एकपटक सोचौँ, हामी कहाँ जाँदैछौँ? हामीले यो देशलाई कहाँ लैजाँदैछौँ? ती शहीदहरूको सपना के थियो? ती घाइतेहरूको आँखाले के बोलिरहेका छन्? ती कोख रित्ताएका आमाहरूको आँसुले के भन्दैछ? के त्यो अब हाम्रो चिन्तनको विषय होइन र? कुनै पनि एक पुस्ताले देश बन्दैन। देश तब बन्छ जब सबै पुस्ताको आवाज एक हुन्छ। देश तब बदलिन्छ जब सबै एउटै मुटुमा धड्किन्छ र एउटै आवाजमा हामी बोल्छौँ। एकता अभियान अन्तर्गत सिद्धिचरण नगरपालिका 11 मिलनचोकबाट राष्ट्रिय झण्डा सहित शान्तिपूर्ण एकता र्याली निकालेर सदरमुकाम परिक्रमा गर्दै सिद्धिचरण नगरपालिका 12 को हटियामा देशभक्ति सभा, जनचेतनामूलक नाटक, मन्तव्य, नृत्य र जनवादी गायन लगायतको कार्यक्रम प्रस्तुत गरिएको जेन्जी युनाइटेड परिवर्तन समूहका कार्यक्रम संयोजक सागर जङ राईले जानकारी दिनुभएको छ। यो अभियान कुनै पनि पार्टीगत वा राजनीतिबाट प्रेरित नभई देशको परिवर्तन र शहीदहरूको सपना साकार पार्ने साझा अभियान भएको उहाँले बताउनु भएको छ। यस किसिमका कार्यक्रम 7 प्रदेशमा हुने जेन्जी युनाइटेड परिवर्तन समूहले जनाएको छ। Saila, यता आउनु हौ।